गुड मर्निङ गाइस। आज अब बारीतिर यसो बिहानै बिहानै आएको। अब घिरौँलाहरू लडिरहेको रहेछ पुरा। हिजो आउनु भ्याइएन गाइस। अनि त्यो हुँदा अब यता 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 भने जस्तो अब रायोहरू फल्दैछ। भौकै एउटा गाडीलाई ठुक्क चिसो लागिसकेछ यार। प्लास्टिक हाल्नु पर्ने त्यो हुँदा यसलाई नि माथि चढाइदिउँ गाइस। शीतमा त छुन नहुने भन्छन् तर टाइम हुँदैन त्यसमा गाइस। सागहरू रायोको साग कति खाने बिस्तारै आउँछ। गुन्द्रुक पनि हाल्नुपर्छ। त्यो त अहिले के भइरहेछ त बारीमा हेर्न आएको गाइस। अब यसलाई अर्को हप्ता प्लास्टिक हाल्नुपर्छ गाइस। आज चाहिँ दिनमा रिपेयर गर्ने भन्ने योजना छ। अब त्यसपछि हाल्नु पर्ला। यो चाहिँ नेपालको हो रायो चाहिँ। काँक्रा पनि नेपाली, रायो पनि नेपाली। यता त ठुलो भइसक्यो रहेछ गाइस। यो पनि रायो हो गाइस। यो त कालो कालो छ यार। यो चाहिँ अब त्यही हो। त्यो हुँदा अब आज फाइनल्ली यो चाहिँ पानी हाल्ने प्रोग्राम छ रायोमा। घिरौँलाहरू सबै फर्सीको मुन्टा हाल्नु सजिलै होइन, तर खासै तिर्ने टाइम हुँदैन। यो चाहिँ लामो खोप्छ नि गाइस। फलिरहेको छ, चिसो लाग्नु सुरु गर्छ। अब यसलाई प्लास्टिक आज हालिन्छ गाइस। यता चाहिँ अकबरे छ। यसरी चाहिँ अलि राम्रोसँग फलेन। यहाँ रहेछ, फल्यो रहेछ गाइस। अब आज टिप्नुपर्छ यसलाई। यो पनि फलिरहेको छ गाइस। यसमा रहेछ गाइस धेरै अकबरे। अब आज फाइनल्ली होइन, बिहानै बिहानै आएको।